जननी जन्मभूमिस्स स्वर्गदपि गरिएसी। जन्मेको ठाउँ कति धेरै प्यारा हुन्छ मान्छेहरूको लागि। अमेरिकाको मेरो ट्राभलमा भुटानका धेरै मानिसहरू मैले भेटेँ र त्यो भेट्दाखेरि एउटा भुटानको पुरानो सम्झना उहाँहरूको मनमा, उहाँहरूको छातीमा भेटिन्थ्यो। प्रतिमान कार्कीको उमेर करिब 92 वर्ष पुगिसकेको थियो र उहाँकी श्रीमती पवित्रा कार्कीको उमेर पनि 91 वर्ष पुगिसकेको थियो। अमेरिकाको पेन्सिल्भेनियामा उहाँहरू हुनुहुन्छ र उहाँहरू त्यहाँ हुँदाखेरि मैले एउटा लामो कुराकानी गरेँ। उहाँहरूले भुटानका पनि धेरै स्मरणहरू बताउनु भयो र त्यसको केही साता नबित्दै प्रतिमान कार्की बिरामी हुनुभयो र यति बेला पनि उहाँ कोमाकै जस्तो अवस्थामा हुनुहुन्छ, बोल्नुहुन्न। प्रतिमान कार्कीसँग कुरा गरिरहँदाखेरि उहाँसँग एउटा पारिवारिक बिछोडको एउटा नमिठो कथा पनि थियो। करिब 60 वर्षको उमेरसम्म प्रतिमान भुटानमै हुनुहुन्थ्यो। भुटानमै उहाँको दैनिक जीवन गुज्रिरहेको थियो र जति बेला एउटा शरणार्थीहरू धेरै नेपालमा आउनुभयो र उहाँ पनि त्यसैको लहरोमा नेपालमा आउनुभयो र त्यसबेला उहाँका धेरै परिवारका सदस्यहरू भने भुटानमै छुट्नुभयो। खास गरी आफ्ना परिवारका छोरीहरू र केही नातेदारहरू पनि भुटानमै छोड्नुभयो। त्यो कुराले उहाँलाई सधैँभरि पुलिराख्छ। 92 वर्षको जीवन अमेरिकाको एउटा ठाउँमा बितिराख्दाखेरि उहाँले भुटानमा रहेका आफ्ना सन्ततिहरूलाई सम्झिराख्नु भएको छ र उहाँले जुन टेलिफोनबाट कहिलेकाहीँ एउटा इन्टरनेटबाट जुन कलहरू हुन्छ त्यसले अलिकति भए पनि उहाँलाई राहत दिएको छ। सायद यो फोन नभइदिएको भए के हुन्थ्यो भन्ने खालको एउटा प्रश्न पनि उहाँले मलाई राख्नुभयो। वास्तवमा फोनको माध्यमबाट संसारका धेरै मानिसहरू एउटा राम्रो खालको एउटा सम्पर्कको माध्यम पाइराखेका छन्, मान्छेले कुराकानी गरिराखेका छन् र भुटानको कुरा गर्दाखेरि जो मान्छे भुटानबाट शरणार्थीको रूपमा बाहिर जानुभयो अहिलेसम्म पनि भुटानको सरकारले भुटानमा प्रवेशको अनुमति उहाँलाई दिएको छैन। त्यो कारणले पनि भुटानमा जसका आफन्तहरू छुट्नु भएको छ उहाँहरू भुटानमै हुनुहुन्छ। त्यो एउटा दुःखदायी अवस्था विद्यमान छ र त्यति हुँदाहुँदै पनि मान्छेको जीवनमा जुन एउटा स्मृतिको पाटो हुन्छ, सम्झनाका पाटाहरू हुन्छन्, त्यो चाहिँ धेरै हुने रहेछ। आजको नेपाली रिल्सको एपिसोडमा उहाँसँग जोडिएको एउटा छोटो कथा संलग्न छ। एक महिना कान्छी जस्तो छ ऊ सुबेडकी छोरी। म फागुनको वैशाखतिर थिएँ। छोराछोरी 4 भाइ केटा, एउटी छोरी भुटानमै छ। यत्रो चाडबाड आउँदा एउटी छोरी 4 भाइ माइती, टिको लाउने बेलामा छैन। मेरो बुइनीहरू पनि भुटानमै छन्। चाडी एउटी क्यानाडा छ ठुली चाहिँ, अरू भुटानमै छन्। धन्न एउटा फन्ड बनाइदिएको छ, त्यसबाट चाहिँ देखेर बात मार्छ। घुँडो सुन्नुपर्छ यत्रो थुप्रो खर्च गर्छन्। यहाँबाट पठाए सबै भाइले। अहिले अलि अथवा भयो भने त कहाँ धामीलाई कति हो, उतातिर मेडिकलमा कति हो, लामाहरू माथि बाटो पनि पुगेछन्। त्यो गरेर अहिले अथवा जस्तो छ भने न बाबुआमा मुन दुखाउँछन् त्यसो भनेको, न के हो। अब नभेटी बा मरिन्छ, त्यति नै हो। पहिले हामी जाँदाखेरि भुटानमा बाटो थिएन, मुढा नि बाटो थिएन पहिला, थिएन। हात्तीका डन्डीबाट गएको, हात्तीका हिँडेका बाटाबाट गाडी थिएनन्। छोड्दा त म भएको त सिरिपै छोड्यो। 9वटा वस्तु थिए, कति 1500मा दिएर हिँडेको। जर्सी गाई थियो, जर्सी गाई एकल ठुला गोरु एकल बसिना 1500मा छोडेर हिँडेको। अनि सबै अनि बाकसमा ती भएका चुन्द्री उहिलेको पुरानो पैसा नि, छिट परेका पैसा, लाल पैसा, पित्ले आनी, पित्ले दुवानी यस्ता थियो। सबै त्यो बाकसमा के थियो सबै बिर्सेर नि त्यो आत्तिएर हिँड्दाखेरि टाकटुकै छोडिएछ। अनि परेवाहरू यस्तामा परेवाहरू थिए, पानी छ त्यहाँ कुलो। त्यहीँ असारका दिनमा खेत रोप्न ठिक्क बाँझो मारेर पानी अगाडि कुदिराखेको छ। कुखुरा छन् बुरुरुरु त्यहाँ। अब त्यहाँ हुँदाखेरि
अनेक कुखुरा सुखुरा केही खाँदैन थियो कुखुराले पानी छ भने नखाने त्यस्तो थियो भुटान भुटानमा सत्य थियो है भुटान चिनसन्ती सत्य थियो 57-58 कागज भेट्यो भने बस्न पाउने नभए नपाउने हो त्यस्तो भएपछि अनि कोही बुढी 7 नम्बर भयो कोही बुढा 7 नम्बर भयो यो कुराकानी मैले जति बेला गरेको थिएँ त्यति बेला उहाँले भुटानका नेपालका र अमेरिकाका सम्झनाका धेरै कुराहरू गर्नुभएको थियो जङ्गलमा घाँस काट्दै हाहार हो गीत गाउँदै कुदेको त्यो झलझली आइरहेको देउसी भैलो खेलेको यो छैन देउसी न भैलो ओलहर न पलहर देउसी भैलो खेल्न जाँदा त्यस बेला पित्ले 2 पैसा हुन्थ्यो कि छिड परेको लाल पैसा खेतालामा गएको छ भने 4 दिन मात्रै 1 रुपियाँ हुन्थ्यो 1 रुपियाँ पैसा बनाउनु परेन 4 दिन देउसी भैलो खेल्न गयो भने पित्ले 2 पैसा धेरै दिएको पित्ले दुवानी धेरै दिएको खेताला गएको छ भने 1 रुपियाँ पैसा बनाउनु 4 दिन लाग्थ्यो त्यसो गरेर हिँडेको के भन्नुहुन्छ त अब भुटान सरकारलाई अहिले पनि लगिदिए त अझै पनि मन परेको छैन उतै जाउँ लाग्छ लगिदिएदेखि अब बाँचुन्जेल चाहिँ उतै गएर बस्न पाउनुहुन्थ्यो भने जस्तो लागिरहेको जहाँ रक्सी नखानु झगडा नगर्नु एकदम पलाएर तलाएर खाल्ने आफ्नै दिदी बहिनी आफ्नै आमा बाबु जस्तो गरेर बस्यो भने अति राम्रो छ रक्सी खान्छ जाँड खान्छ मान्छेसँग झगडा गर्छ भने पुलिसले टिपेर लगिहाल्छ नि यहाँ दिँदैन नियम राम्रो यहाँ राम्रो कानुन राम्रो छ तिमीहरू गयो भने त हामी त मर्छ हौ मर्छ भन्थ्यो डुक्पाले पनि डोनेसिङ नि तिराएर उनीहरूको मान्छे हाम्रै नेपालले डोनेसिङ तिराए मलाई पनि तिराए त नतिर्दा मार्ने परिगए अनि तिरेको हिँड्ने बेलामा यता हिँड्ने बेलामा चाहिँ त्यो उनीहरूले दिएको कागज त्यो बदलमा हालेर एउटा चिलाउनेको फेदमा खनेर गाडी राखेको छ भुटानमै त्यस्तै गरेर अब आइयो अब त छोरी भेट्नु पनि परेको छैन जान पनि पाइँदैन अब मरेर अब के भेट्नु नभेटी मरिने रहेछ त्यति बेला अब नेपालमा त्यसरी हामीलाई राखिदिएको थियो भनेदेखि के आउनु पर्थ्यो हुँदाखेरि पो आउनु परेको छ यहाँनिर अब यहाँ त खानु लाउनु बाटो मात्रै हो उहाँ भने त्यति हो आफ्नो नेपाली कल्चर पुरानो आफ्नो संस्कारको ठाउँ हो नेपालै राम्रो हो नि म त्यसरी अलिकति माटो दिएर ठाउँ बस्न दिएको ठाउँ उनी आफ्नो देशमा बस्छ त कहाँ हुन्छ भाषा भूषा सबै मिलिहाल्छ बोली चाली यहाँ त पर्छ के भन्छ फुत्तभित्र पाउनु पर्छ अन्त कुरा बुझ्दै कोही कहाँ चाहिँ बेच्न जाँदा 10 घन्टाको बाटो कोहीको 8 घन्टा कोहीको 5-6 घन्टा छैन यी पनि छैन म त उहीको जस्तो गाउँ हुन्छ होला भनेको आउन पनि नमानेको उहाँबाट नेपालबाट आउन नमानेको यिनीहरूले हत्या गरे आउन मान्नु भएको थिएन म चाहिँ जान्छौ भने तिमीहरू जाऊ म चाहिँ जान्न अब चाहिँ आफ्नो ज्यान जोगाउने पर्ने आछ दिनमा रहने हिँडेको जबरजस्ती फेरि यहाँ जति राम्रो कहीँ रहेछ यहाँ राम्रो नि एउटा भाषै मात्रै छैन नभए यहाँ जति राम्रो मान्छे जहाँ रक्सी नखाइकन बस्नु आफ्नो भाषा बुझ्नु हो भने चाहिँ फेरि अति राम्रो जहाँ रक्सी नखानु झगडा नगर्नु एकदम पलाएर तलाएर खाल्ने आफ्नै दिदी बहिनी आफ्नै आमा बाबु जस्तो गरेर बस्यो भने अति राम्रो छ